नेपालको पूर्वी भूभागमा फैलिएको हरियाली बीच उभिएका अग्ला सुपारीका रुखहरू यी केवल खेती मात्र होइनन्, किसानको जीवन, आशा र अर्थतन्त्रसँग जोडिएको आधार हुन्। तर के सुपारी खेती वास्तवमै सम्भावनाले भरिएको क्षेत्र हो वा चुनौतीले घेरिएको सङ्घर्ष? आज हामी प्रस्तुत गर्दैछौँ सुपारी खेती, सम्भावना, चुनौती र वर्तमान अवस्था, जहाँ हामी बुझ्नेछौँ किसानका कथा, विज्ञका विचार र भविष्यका सम्भावनाहरू। सुपारी, जसलाई अङ्ग्रेजीमा बिटल नट, एरिका नट पनि भनिन्छ, नेपालको विशेष गरी झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रमा व्यापक रूपमा उत्पादन हुने नगदे बाली हो। यो खेती कम लगानीमा लामो समयसम्म उत्पादन दिने बालीका रूपमा चिनिन्छ। एकपटक रोपिएको सुपारीको बोटले वर्षौंसम्म उत्पादन दिने भएकाले किसानका लागि यो दीर्घकालीन आम्दानीको स्रोत बनेको छ। किसानहरूका अनुभवले पनि देखाउँछ सुपारी खेतीमा आशा पनि छ अनि अस्थिरता पनि। नमस्कार, म बृहस्पति खतिवडा। म सुपारी उत्पादन तथा प्रवर्धन कृषि कम्पनी प्रालीको अध्यक्ष। मेरो चाहिँ अब घर झापा पर्यो र हामीले चाहिँ यो संस्था यो सुपारी बालीलाई चाहिँ व्यवस्थापन गर्नको निम्ति, यसको चाहिँ व्यवस्थित विस्तार गर्नको निम्ति, उत्पादनलाई व्यवस्थापन गर्नको निम्ति हामीले चाहिँ यो संस्था गठन गरेका छौँ र यसले चाहिँ कृषकहरूको हितमा काम गर्ने, कृषकको जीवनस्तर सुधार्ने र कृषकहरूलाई रोजगारमूलक काम गराउने गरिकन चाहिँ यसलाई चाहिँ हामी विस्तार गर्ने गरी गएका छौँ र यसलाई चाहिँ हामीले आफ्नो कार्यक्षेत्र पनि नेपालभरि नै राखेका छौँ। हामीले चाहिँ के सोचेका छौँ भने सुपारीको बारेमा कृषकहरूलाई ज्ञानको कमीले गर्दाखेरि सुपारी एकदम राम्रो उत्पादन हुने क्षेत्रमा पनि कृषकहरूले चाहिँ सुपारी नलगाइरहेको स्थिति, जसले गर्दाखेरि उहाँहरू गरिबीको चपेटामा, जग्गा जमिन पनि छ, जग्गा जमिन हुँदाहुँदै पनि गरिबीको चपेटामा चाहिँ उहाँहरू पर्नु भएको छ कृषकहरू। यो सुपारी चाहिँ विक्रम सम्वत 1987 सालबाट झापामा प्रवेश गरिरहेको छ र झापाको शान्तिनगरबाट यो सुरु भएको खेती हो र अहिले चाहिँ यो नेपालमा चाहिँ वार्षिक रूपमा नै 12 देखि 15 अर्बको चाहिँ कारोबार हुन्छ। अहिले त्यति विस्तार भइरहेछ। व्यावसायिक रूपमा नै 5वटा जिल्लाका मान्छेहरू, कृषकहरूले चाहिँ करिब 1.5 देखि 2 लाख घर परिवार चाहिँ यसमा व्यावसायिक निर्भरता छ अहिले र जीवनस्तर पनि एकदम सुपारी लगाउने कृषकहरूको कता हो कता राम्रो भएको छ। यो सुपारी चाहिँ अन्न बालीभन्दा 10 गुणा बढी यसले चाहिँ आम्दानी दिन्छ। त्यसले गर्दा यो खेती विस्तारलाई चाहिँ हामीले कम्तीमा पनि झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर हुँदै सिन्धुलीदेखि चाहिँ परै नेपालगञ्ज अझै पश्चिमसम्म नै यो चुरे बेल्टमा चाहिँ सुपारी वारपारै हुने हामीले महसुस गऱ्यौँ र यसलाई चाहिँ विस्तार गर्नलाई किसान बिचमा पनि जाने। तर अब यस्तो स्थितिको खेती हुँदै पनि सरकारले चाहिँ यसलाई यो हामीले संस्था दर्ता गरेर प्रक्रियागत हिसाबले सरकारलाई चाहिँ हामीले अनुरोध गऱ्यौँ, यसलाई चाहिँ कृषि बालीको रूपमा सूचीकृत गरिदिनुहोस्, बाहिरबाट आउने सुपारीलाई बन्द गरिदिनुहोस् र यी सडक परेका नाकाहरूबाट चाहिँ सबै नाकाबाट यहाँ खपत भएर बाँकी रहेको सुपारी बाहिर बेच्न कृषकलाई सहज होस् भनेको सरकारले त्यता ध्यान दिइरहेको छैन। तर हामी त्यतातर्फ पनि सरकारको ध्यान केन्द्रित पनि गर्ने, किसानहरूलाई पनि जागरण ल्याउने गरी हामी लागेका छौँ र हामी यो कम्पनीको तर्फबाट, यो प्रालीको तर्फबाट चाहिँ हामी किसान जागरण अभियान र किसानलाई चाहिँ जीवनस्तर उठाउने यो सुपारी खेतीको माध्यमबाट यी अभियानकै रूपमा हामी चाहिँ लागिरहेका। नेपालमा सुपारीको माग उच्च छ, साथै भारत लगायतका देशमा निर्यातको सम्भावना पनि उत्तिकै बलियो छ। सुपारी खेतीमा सम्भावना जति ठूलो छ, त्यत्तिकै गम्भीर चुनौतीहरू पनि देखिएका छन्। विशेष गरी किसानले उत्पादन गरेको सुपारीले उचित मूल्य नपाउनु र बजारमा अस्थिरता हुनु प्रमुख समस्या बनेको छ। विशेषतः यो सुपारी
समुद्र सतहबाट 1000 मिटरसम्मको उचाइमा उत्पादन हुने बालीको रूपमा अहिले विशेष गरी विशेषज्ञहरूले यसलाई प्रमाणीकरण पनि गरिसकेको अवस्था छ। भनिन्छ यो सुपारी भविष्यमा बुढेसकालको पेन्सनको रूपमा यसलाई चाहिँ सबैले मानेका छन् र अहिले किसानहरूले आफ्ना उत्पादन हुने बालीहरूलाई समेत मासेर सुपारी अलि सजिलो बालीको रूपमा र राम्रो उत्पादन लिन सक्ने सम्भाव्य खेतीको रूपमा यसलाई अगाडि बढाइएको विषय हामी सबैले बुझेका छौँ। तथापि अहिले किसानहरूले जसरी सुपारीमा प्रेरित भएर सुपारीप्रति झुकाव राखेर जसरी चाहिँ उत्पादनमा जोडिएका छन्, यसलाई राज्यले ध्यान नदिँदा सुपारी किसानहरू मारमा परेको कुरो हामीले बुझेका छौँ। लगभग 15,000 देखि 20,000 मेट्रिक टन सुपारी उत्पादन हुन्छ। यो सुपारी उत्पादन भएका सुपारीहरूलाई यहीँ उत्पादन भएको नेपालमा उत्पादन भएको अर्थात् सुपारी नेपालमा पनि उत्पादन हुन्छ भनेर सूचीकृत गर्ने कुरा राज्यले अहिलेसम्म लिएको छैन। हामीले गम्भीरताका साथ भन्नुपर्छ, सुपारी हात्तीले बिगारिदिन्छ, हात्तीले भाँचिदिन्छ, लडाइदिन्छ। अनि राज्य पक्षसँग माग गर्न जाँदा यो वनस्पति पर्छ, यो सूचीकृत छैन भनिदिन्छ, जसको कारणले सुपारीलाई सूचीकृत गर्नु पहिलो प्राथमिकता पर्छ र हाम्रो जोड यही सूचीकृतको निमित्त हामी अगाडि बढेका छौँ। यो सुपारी बारीभित्र धेरै कुराहरू हामीले गर्न सकिन्छ। घुसुवा बालीको रूपमा धेरै अन्य बालीहरू लगाउन सकिन्छ, फलफुलहरू लगाउन सकिन्छ। यति सहज र सरल तरिकाबाट महँगो मूल्यमा बिक्री गर्न सकिने सुपारीलाई राज्यले गरेको व्यवस्थाको कारणले गर्दा आज सुपारी किसानहरू मारमा पर्नुपर्ने परिवेश छ। बाहिरबाट सुपारी आयात गरिन्छ, यहाँको सुपारी बाहिर लान दिइँदैन, भन्सारमा कडाइ गरिन्छ। यी यावत विषयका कुराहरू अब कानुनी हिसाबबाट यसलाई कानुन बनाएर लगिएन भने, सूचीकृत गरेर लगिएन भने किसानहरू, सुपारी किसानहरू मारमा पर्ने प्रशस्त सम्भावनाहरू देखिएका छन्। तसर्थ यो कम्पनी प्रालीको तर्फबाट पनि र म आफै पनि सुपारी उत्पादनसँग जोडिएको कृषकको हैसियतबाट राज्यले यी यावत सुपारी किसानहरूको समस्याहरूलाई निराकरण गर्नको निमित्त योसँग सम्बन्धित कानुन बनाउने, यसलाई सूचीकृत गर्ने, भन्सार नाकाहरू खुल्ला गरिदिने, बाहिरबाट आयातित गरिने सुपारीहरूलाई प्रतिबन्ध गरिदिने र यही उत्पादन भएका सुपारीहरूलाई बजारीकरणको व्यवस्थापन गरिदिने हो भने सबैभन्दा राम्रो किसानहरूप्रति यो एउटा न्याय हुन्छ। किसानहरूको भनाइअनुसार सुपारीको मुख्य आम्दानी हुने सिजनमै सरकारले आयात खुल्ला गर्दा स्थानीय उत्पादनले उचित मूल्य पाउन सक्दैन। यसले किसानहरूको मेहनतलाई प्रत्यक्ष असर पुर्याएको छ। मेरो नाम रामप्रसाद उप्रेती, बुद्ध शान्ति 2। 40 वर्ष अगाडि लगाएको सुपारी पनि फलिरहेको छ। 40 वर्ष अगाडिदेखि अलिअलि गरेको थियौँ। अहिले त्यो बृहत् रूपमा भएको जति जग्गा जमिन्छ सबैमा हामीले सुपारी नै गऱ्यौँ। दाजुभाइ हामी 3 भाइ छौँ यहाँ। हजुर, जम्मा भाइले त्यो 3 बिघा, त्यो 8 बिघा माटोमा सबै सुपारी लगाएको छौँ। अब चाहिँ हामीलाई सुपारीले यो हामीलाई खाना लाउन पुर्याउँछ जस्तो अनुभव चाहिँ भएको छ। तर कतिखेर के चलखेल हुन्छ, राज्यको नीति छैन, किसानलाई हेर्ने दृष्टिकोणै सही छैन भन्छु म मेरो भाषाले भन्दाखेरि। र अलिकति नीति अब यो सुपारीलाई कहाँ लगिदिने, कहाँ बेच्ने, अलिकति राज्यले पनि ध्यान दिएदेखि यसलाई अलिकति तेस्रो मुलुकसम्म पुर्याउने पहुँच राज्यबाट भइदियो भने यहाँका किसान धेरै लाभमा हुन्थे। भाउको कुनै टुङ्गै हुँदैन। 1 महिना पछाडि अर्को सिजनमा के हुन्छ भाउ भन्ने हामीलाई थाहै हुँदैन। यहाँ यो अब बाहिरबाट सुपारी आइदिन्छ, बाहिरबाट सुपारी नआइदे यही सुपारी हाम्रो नेपाल यो राजमार्ग उत्तरपट्टिको साइड, यो पहाडको पछाडि साइडदेखि लिएर सबैमा सुपारी हुन्छ। त्यसैगरी सुपारी खेतीलाई अझैसम्म स्पष्ट रूपमा प्राथमिक कृषि बालीको रूपमा सूचीकरण नगरिनु किसानका लागि अर्को ठूलो चिन्ताको विषय बनेको छ। यसले गर्दा नीतिगत सहयोग
अनुदान र बजार व्यवस्थापनमा सुपारी खेती पछाडि परेको देखिन्छ। यी सबै कारणले गर्दा सुपारी खेतीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने सम्भावना हुँदाहुँदै पनि यसको भविष्य के हुने भन्ने विषयमा किसानहरू अन्योलमा छन्। म उपेन्द्र प्रसाद घिमिरे, मेरो घर मोरङ जिल्लाको लेटाङ नगरपालिका वार्ड नम्बर 9। म सुपारी चाहिँ अलिक सजिलो बाली भनेर सुपारी खेती गर्ने प्रयासमा म आफू समेत रहेको र यसै सन्दर्भमा अहिले यो सुपारीभित्र पसेर अध्ययन गर्दै जाँदाखेरि धेरै किसानहरूले लामो समयदेखि सुपारी खेती गर्नुभएको 50, 70, 80 वर्षदेखि सुपारी खेती गर्दै आउनुभएको, तर यो राज्यको तर्फबाट किसानहरू उपेक्षामा परेको कुरा हामीले त्यसभित्र अध्ययन गर्दाखेरि चाहिँ बुझ्यौँ र अहिलेसम्म वास्तवमै सुपारी चाहिँ झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र अरू जिल्लाहरूमा पनि फाटफुट चाहिँ सुपारी खेती हुन थालेको र सुपारी चाहिँ तपाईँको राज्यले सूचीकृत समेत नगरेको र यो सुपारी चाहिँ जब मङ्सिर पुस आउँछ राज्यका केही चाहिँ उपल्लो दर्जाका कर्मचारी प्लस चाहिँ राजनीतिक निकायका साथीहरू मिलेर सरकारसँग मिलेर सुपारी चाहिँ बाहिरबाट आयात गर्न दिने अनि किसानहरू चाहिँ वर्षौँदेखि खेती गर्दै आएका किसानहरू आफ्नो सारा खेतीपाती चाहिँ धान, मकै, कोदो फल्ने जग्गा मासेर सुपारी लगाएका किसानहरू जहिल्यै मारमा पर्ने, अन्यायमा पर्ने यस्तो परिपाटी प्रणाली भएको हामीले पायौँ। त्यस कारणले हाम्रो यो सुपारी विकास प्रवर्धन कम्पनी प्रणाली एउटा चाहिँ हामीले दर्ता गरेर यसलाई चाहिँ सुपारीको प्रवर्धन कसरी गर्न सकिन्छ, विस्तार कसरी गर्न सकिन्छ, यसलाई चाहिँ राज्यसँग सूचीकृत कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी अहिले अध्ययन गरिरहेका छौँ र खोजी गरिरहेका छौँ। र यसै सन्दर्भमा मैले यहाँलाई अझ पनि कुरा थपौँ, हामीले अध्ययन गर्दै जाँदाखेरि हाम्रो यो शिवालिक क्षेत्र, चुरे क्षेत्र भन्छ, चुरे क्षेत्रको पूर्व मेचीदेखि महाकालीसम्म अथवा अहिले भन्ने हो भने मदन भण्डारी राजमार्गको आसपास पूर्व मेचीदेखि महाकालीसम्म नै यो सुपारी खेती चाहिँ विस्तार गर्न सकिने रहेछ। यहाँको सोयल टेस्ट गर्दाखेरि त्यो अवस्था पाइयो र किसानहरूले सामान्यतया विभिन्न प्रजातिका सुपारीहरू छन् र एक बोटबाट कम्तीमा चाहिँ सामान्यतया 20 किलो फल्यो भने 40 किलोसम्म फलेको तथ्याङ्कहरू किसानहरूसँग छ र 20 किलो मात्रै फल्यो भने पनि 100 रुपियाँ किलोले बिक्री हुने 2000 रुपियाँ एउटा बोटले आम्दानी हुन्थ्यो, 50 रुपियाँ किलो बिचै 1000 रुपियाँ आम्दानी हुन्थ्यो र एक बिघामा 1000 देखि 1200 बोट चाहिँ रोप्न सकिने भएको हुनाले 10-12 लाख रुपियाँ वर्षको किसानले आम्दानी गर्न सक्छ र घुसुवा बाली पनि यसमा चाहिँ हुने भएको हुनाले किसानलाई अत्याधिक फाइदा हुने खेतीभित्र यो पर्ने नगदे बालीभित्र पर्दो रहेछ। हामीले यो कुरा सबै अध्ययन गरिरहेका छौँ। अर्को कुरा चाहिँ अहिले के छ भने सुपारी चाहिँ यसको हाइब्रिड क्वालिटी ल्याएको भनेर हाइब्रिड क्वालिटीको रूपमा केही चाहिँ ठगहरूले अथवा चाहिँ त्यो हाम्रो किसानहरूदेखि बाहिर गएर किसानहरूसँगै बिरुवा उत्पादन गरेको लग्ने अनि हाइब्रिड जात भन्दै तपाईँको चाहिँ 300-400 रुपियाँ गोटा यो 2 वर्षमा फल्छ, 5 वर्षमा फल्छ भनेर चाहिँ जनतालाई झुक्क्याएर बिक्री गर्ने केही तत्त्वहरू पनि देखियो, भेटियो। त्यो तत्त्वहरूसँग त्यस्ता व्यक्तिहरूसँग सावधान रहनु होला। सुपारीको हाइब्रिड प्रणाली क्वालिटी अहिलेसम्म निस्किएको छैन, यसको हाइब्रिड प्रणाली चाहिँ विकास गरेको पनि छैन। त्यसैले हामी उन्नत जातको हो यो इन्डियाबाट नै आएर हामीले सुरुवात गरेका हौँ। हाम्रो 80औँ वर्षदेखि यो सुपारी खेती गर्ने झापाका किसानहरू अहिले पनि हुनुहुन्छ। कतिपय सुपारी सुरु गरेको बुवा आमाले सुरु गरेका किसानहरू अहिले 60-70 वर्षको उमेरका किसानहरू हामीले भेटेका छौँ र उहाँहरूले सुपारी असाध्यै राम्रो छ, अब यो चाहिँ अन्तर्राष्ट्रिय बजारमा बिक्री हुनसक्छ भन्ने कुरा पनि उहाँहरूले चाहिँ राख्नुहुन्छ। तर राज्यको नीतिको कारणले राज्यमा आम्दानीको स्रोत पनि यो चाहिँ हुन सकेको छैन भन्ने कुरा उहाँहरूले राख्नुहुन्छ। त्यस कारणले मैले यो सुपारीलाई राज्यले नै विशेष पहल कदमी गरेर सूचीकृत गर्ने पहिलो प्रावधान, दोस्रो प्रावधान किसानहरूले उत्पादन गर्ने बाली भित्र्याउने बेलामा विदेशबाट आयात गर्न चाहिँ दिने जुन प्रणाली अहिलेसम्म सरकारले अवलम्बन गरिरहेछ, के अरे एउटा त्यस्तो व्यवस्थापन गरिरहेछ, त्यसलाई रोकेर देशमा कतिखेर कस्तो अवस्थाको आवश्यकता पर्ने हो, कति सुपारी आवश्यक पर्ने हो भन्ने हिसाबको चाहिँ मूल्याङ्कन गरेर आयात निर्यात गर्नै सम्पूर्ण रोकोस् भन्ने कुरा त होइन हाम्रो। तथापि आयात गर्ने बेलामा राज्यका चाहिँ उद्योग धन्दालाई चाहिएको बेला आयात गरोस्, निर्यात गर्न किसानले उत्पादन गरेको चाहिँ सहज रूपमा निर्यात होस् र राज्यमा पनि 2 पैसा कर राजस्व चाहिँ सङ्कलन होस् भन्ने हाम्रो चाहना कामना हो। सोही बमोजिम गर्न गराउन म सम्पूर्ण राज्य पक्षका साथीहरू किसान दाजुभाइहरूलाई पनि अनुरोध गर्न चाहन्छु।
यो हाम्रो सुपारी खेतीबाट हामीलाई आय आर्जन अरू खेतीभन्दा धेरै राम्रो हुने हुँदाखेरि हामीले यसलाई सुरुमा रोप्दाखेरि अलिकति कस्टली परे पनि हामीले त्यसको आलीमा लगाएर घुसुवा बालीहरू त्यसमा लाउन सकिन्छ। धान मकै पनि सुरुमा लगाउन सकिन्छ। त्यस पश्चात हामीले अलिकति आम्दानी आउन थालेपछि त्यसमा घुसुवा बालीहरू जस्तै कालो सुन भनेर चिनिने यो अलैँची भयो, कोकाहा भन्ने जुन चाहिँ सेन्टमा प्रयोग हुन्छ, फ्लेभरमा प्रयोग हुँदो रहेछ, जस्तो नरिवल भयो, ब्ल्याक पेपर भनेर चिनिन्छ यो हाम्रो मरिच जो चाहिँ केजीको 1200ले बेच्न सकिन्छ। यो सुपारीमै लाग्छ, सुपारीकै बुटामा लाग्छ, नरिवलकै बुटामा लाग्छ। र केरा भयो, बेसर भयो, कालो हलेदो भयो लगायत थुप्रै मेवा जस्ता बहुत मूल्यवान चिजहरू यो सुपारी खेतीमा हामीले घुसुवा बालीका रूपमा हामीले लगाउन सक्छौँ। र सुपारीको फल मात्रै नहेरेर हामीले सुपारीको जुन पत्ता छ, ठ्याङ भन्छ त्यसलाई, सुपारीको ठ्याङ भन्छ, त्यसबाट महँगो खालको दुना टपरा बनाएर चाहिँ हामीले बजारमा लान सक्छौँ। जो एउटा कच्चा एउटा ठ्याङ झरेको जुन पत्ता हो त्यसलाई चाहिँ घरबाटै 3 रुपियाँ गोटा 4 रुपियाँ गोटाले उठाउने गर्छन्। खोसामा पिकअपहरू आइरहेका हुन्छन्। र त्यो हुँदाखेरि यो सुपारी चाहिँ यति मूल्यवान छ, जसले सुपारी खेती गरो उसको जीवनस्तर धेरै गुणाले माथि आएको देखिन्छ। जस्तो धान मकैबाट जति आम्दानी हुन्छ त्यसको डबल यसबाट चाहिँ आम्दानी लिन सकिन्छ। नमस्कार, म थिरप्रसाद खतिवडा, बुद्ध शान्ति वार्ड नम्बर 5 मा मेरो घर छ। म सुपारी खेती र अखिल नेपाल किसान महासङ्घको स्थायी कमिटी सदस्य। मैले सुपारी खेती गरेको लगभग 38-39 सालदेखि यस ठाउँमा बसोबास गरेदेखिबाट हामी सुपारी खेतीमा निरत छौँ। यसको सबभन्दा पहिला नर्सरी उत्पादन गर्ने कुरा छ। मुख्य कुरा चाहिँ नर्सरी उत्पादन गर्न हामी लगभग फलेको बोटको 10 देखि 12 वर्ष भएको र फल्न थालेको 10 वर्षदेखि 12 वर्ष भएका बोटको सिरानको झुप्पा पनि होइन, बिचको झुप्पाको चाहिँ सुपारी दाना छान्छौँ। र त्यो कम्तीमा 35 ग्राम ओजन भएको, कम्तीमा पनि त्यति ओजन भएको, त्योभन्दा माथि भएको चाहिँ अझ त्यसरी हरेक दाना तौलिन अप्ठ्यारो भएदेखि ठुलो पानीको बाटामा चाहिँ सुपारीलाई डुबाएर त्यो पानीबाट नउत्रिने सुपारीको दाना चाहिँ हामी नर्सरी गर्छौँ। बियाड 12 सेन्टिमिटरदेखि 90 सेन्टिमिटरसम्मको हाइटमा तयार गरेर हामी दाना गाड्न सक्छौँ। त्यसमा पोली ब्यागमा पनि हामी नर्सरी गर्न सकिन्छ। र बिरुवा त्यसरी उत्पादन गरेपछि हामी रोप्नको लागि चाहिँ हामी कम्तीमा पनि 9 फिटदेखि 9 फिटमा चाहिँ हामी जताबाट नाप्दा पनि 9 फिट होस् बिरुवाको लाइनबद्ध रूपले लगाउँछौँ। र त्यसमा घुसुवा बाली पनि अरू लगाउन सक्ने गरी बिरुवा चाहिँ लगाउनुपर्छ। त्यो बिरुवा जति स्वस्थ हुन्छ, यसलाई मलजल गर्न
वर्षमा 2 पटक गर्नु अति उपयुक्त हुन्छ। अब यो मलदल कसरी भनेपछि त्यसको खेतको वरिपरि 1/1.5 फिटमा खनेर मात्रै त्यो मल प्रयोग गर्नुपर्छ। गोबर मल हामीले अनिवार्य छ भने त्यस पछाडि पिना निमको पिनाहरू पनि आवश्यकता हुन्छ यसलाई मल गर्न। वर्षको 2 पटक चैत वैशाख र कार्तिक मङ्सिरामा चाहिँ यसलाई मल हालियो भने अत्यन्तै राम्रो हुन्छ। यो पाखा भित्ता जस्ता सुकै ठाउँमा पनि 1400 मिटरको हाइटसम्म पनि यो सुपारी खेती लागेको छ। त्यसमा आर्द्रता र हावापानी मिल्यो भने सुपारीमा त्यस्तो छैन। सुपारी खेती गर्न अत्यन्त सजिलो छ। किसानहरूले चाहिँ धेरै यो सुपारीमा आकर्षित हुनुभएको छ। यो 14 जातका सुपारीहरू छन्। त्यसमध्ये हाम्रोमा चाहिँ मोहितनगर भन्ने सुपारी अत्याधिक राम्रो भएको छ। यी उत्पत्ति कहाँबाट भएकाले उत्पत्तिको र ठाउँको आधारमा जातको विभाजन गरिएको रहेछ र सुपारी खेतीमा पर्याप्त किसानहरूले लगानी गरेर उत्पादन गरेर फलाए पनि नेपाल सरकारले यसलाई ध्यान दिएको छैन र धेरैपल्ट हामीले चाहिँ अखिल नेपाल किसान महासङ्घको तर्फबाट पत्रहरू बुझाएको छ। त्यसै गरेर पछि हाम्रो संस्थाबाट चाहिँ बृहस्पति खतिवडा म लगायतका अरू धेरैजना साथीहरू भएर चाहिँ एकपटक राज्य व्यवस्था तथा सुशासनमा गएर कुराकानी गरियो। नेपालमा पनि सुपारी हुन्छ र भनेर हामीलाई अलिक खिल्ली उडाउने तरिकाले चाहिँ हामीलाई त्यहाँबाट टकटक्याउने काम गरियो। यो बिचौलियाहरूको उसमा परेको कारणले गर्दाखेरि हामी किसानहरू अत्यन्त ठुलो मारमा परेका छौँ। यो मार चाहिँ नेपाल सरकारले अब त नयाँ भनिरहेको छ, यो नयाँ सरकारले बुझिदिन्छ कि भन्ने आश पनि गरेका छौँ। यो थोरै हाम्रो आश छ। अब के गर्छ त्यो थाहा छैन। अब प्रश्न उठ्छ, के सुपारी खेतीलाई बचाउन र प्रवर्धन गर्न समयमै ठोस नीति र सहकार्य आउला त?